यस प्रेसद्वारा हजुरहरूलाई निमन्त्रणा दिन गइरहेको छौँ। हजुरहरूलाई जानकारी गराउनु पर्दा 8 मई 1973 जब भारत सरकार सिक्किमको 3वटा पोलिटिकल पार्टी र छेउदेल बीच जुन सम्झौता भएको थियो, त्रिपक्षीय सम्झौता भएको थियो 1973 यसको 52औं वर्षगाँठ यसपालि सिक्किमिज मूल निवासी सुरक्षा सङ्घको तत्वाधानमा चिन्तन भवन स्थित गान्तोक स्थित चिन्तन भवनमा मनाउन गइरहेको छौँ आगामी 8 मईको दिन। गत वर्ष हामीले चिन्तन भवनमै नै यो कार्यक्रम गरेको थियौँ, जसमा सिक्किमका पुराना जो सिक्किम गार्ड्सहरू हुनुहुन्थ्यो उहाँहरूलाई हामीले सम्मान गर्न पाएको थियौँ। त्यसमा हामी सिक्किमिज मूल निवासी सुरक्षा सङ्घ साथै सिक्किमेहरू अति गर्वित छौँ र यसपालिको जुन 8 मई 1973 को 52औं वर्षगाँठ यो 8 मईको दिन हुन गइरहेको छ। यसमा हामीले त्यस ताकका मण्डलहरूलाई हामीले निम्त्याएका छौँ, जसमा हामी उहाँहरूलाई केही सम्मान गर्ने हामीले जमर्को कसेको छौँ। तसर्थ जति पनि सिक्किम र को प्रत्येक गाउँ घर घरमा ब्लकमा बस्नुभएका हाम्रा प्रत्येक सिक्किमेहरूलाई यो अपिल गर्न चाहन्छौँ, उहाँहरू जो मण्डल हुनुहुन्थ्यो या हुनुहुन्छ या त उहाँ हुनुहुन्न भने पनि उहाँको परिवारको कुनै सदस्यहरू जो कोही हुनुहुन्छ उहाँहरूले हामीलाई सम्पर्क गरिदिने हामी हार्दिक अनुरोध गर्छौँ। किनकि हामी प्रत्येक गाउँमा सायद पुग्न सक्दैनौँ होला, धेरैजनालाई हामीले निम्त्याएका छौँ र अन्य धेरैजना छुटेकाहरू पनि छन्। जो मण्डलहरू हुनुहुन्छ उहाँहरू कुन ब्लकको मण्डल हुनुहुन्थ्यो र उहाँ हुनुहुन्छ या हुनुहुन्न, हुनुहुन्छ भने उहाँ स्वयं, यदि हुनुहुन्न भने उहाँको परिवारको कुनै सदस्यहरू 8 मईको दिन चिन्तन भवनमा उपस्थित भइदिन हामी हार्दिक निमन्त्रणा गर्छौँ। साथसाथै प्रत्येक सिक्किमेहरू जसलाई सिक्किम प्रति माया छ र सिक्किमको इतिहास के छ, 8 मई एग्रिमेन्ट के हो, 371F के हो, यसको विस्तृत जानकारी हामी त्यस दिन विभिन्न स्रोतबाट हामी गराउनेछौँ। तसर्थ हजुरहरू सबै यस कार्यक्रममा आइदिने हामी हार्दिक अनुरोध गर्दछौँ। त्यसैगरी हामीले सिक्किमिज पिपलहरूलाई मात्र नभएर यहाँका विभिन्न राजनीतिक दलहरू है, मन्त्री महोदय, मुख्यमन्त्री महोदय, पञ्चायत महोदय, काउन्सिलर भयो, त्यसैगरी हजुरहरू पत्रकार महोदयहरूलाई पनि उक्त कार्यक्रममा उपस्थित भइदिनुहोस् भनी हामी हार्दिक निमन्त्रणा गर्दछौँ। यो कुनै पोलिटिकल कुरा होइन, यहाँ खाली सिक्किम र सिक्किमेको सन्दर्भमा कुरा गरिनेछ। तसर्थ हजुरहरू यस कार्यक्रममा उपस्थित भई यस कार्यक्रमको शोभा बढाइदिनुहोस् र सिक्किमे प्रतिको योगदान जो मण्डलहरूले दिनुभएको छ उहाँहरूको सम्मानको कार्यक्रममा तपाईहरूको उपस्थिति अति जरुरी छ। उहाँहरूले जुन योगदान दिनुभएको छ यसलाई हामी कदर गर्छौँ सिक्किमेहरू। तसर्थ जो कोही मण्डलहरूले हामीसँग सम्पर्क गर्न पाउनु भएको छैन, यदि तपाईको गाउँघरमा हुनुहुन्छ भने हामी यो नम्बर छोड्दैछौँ, यस नम्बरमा तपाईहरूले सम्पर्क गरेर भोलिसम्ममा हामीलाई सबै जानकारी गराइदिनुहोस् मण्डलको विषयमा। हाम्रो नम्बर रहेको छ 8250148691। फेरि रिपिट गर्नु चाहे 8250148691। अर्को नम्बर रहेको छ 9907308675। रिपिट 9907308675। त्यसैगरी 9593200145 9593200145 यसमा तपाईहरुले सम्पर्क गरेर हामीसँग सम्पर्क गर्न सक्नुहुनेछ। र हामीलाई लाग्छ गत वर्ष जुन कार्यक्रम रहेको थियो यसमा पूरा हल भरिएको थियो। हामी जति पनि आउनुभयो सिक्किम गार्ड्सका अन्य जो सिक्किम प्रति माया गर्नुहुन्थ्यो उहाँहरू आइदिनु भयो, उहाँहरूलाई हामीले धन्यवाद दिइसकेको छौँ र फेरि पनि धन्यवाद दिन्छौँ। यसपालिको कार्यक्रममा सायद एकदमै बेसी सबैजना भेला भइदिनुहुन्छ होला सिक्किमेहरू भन्ने हामी आशावादी छौँ र सिक्किमिज मूल निवासी सुरक्षा सङ्घ हजुरहरू सबै सिक्किमेलाई आउँदो 8 मई 2025 को दिन चिन्तन भवनमा हार्दिक स्वागत गर्न चाहन्छौँ। त्यसैगरी रिपोर्टर महोदयहरूलाई पनि सायद आज सबैजना भेला नभए पनि तपाईहरू पनि उक्त कार्यक्रममा उपस्थित भई उक्त कार्यक्रमको सबै मिलेर शोभा बढाउँ भन्ने हार्दिक अनुरोध सहित निमन्त्रणा गर्दछौँ। हवस्, धन्यवाद। हामी विशेष यही कुराको जानकारी चाहिँ त्यो दिन गराउनेछौँ। अहिले भन्नुभन्दा बेस्ट चाहिँ
केही दिन गर्न के योगदान गरेर उहाँहरूलाई गर्ने है अहिले भन्यो भने त सायदै यो सही होला पनि या नहोला पनि हैन उहाँहरूको बहुत ठुलो योगदान छ जबकि राज शासनमा मण्डलहरूले गरेको काम है सायदै आजसम्म यो अफ क्यामेरामा भन्नुपर्दा पनि है तपाईहरुसँग गफ गर्नुपर्दा मण्डलहरू जो हुनुहुन्थ्यो उहाँहरूले चाहिँ जब एसएससी छ नि हाम्रो त्यसको लागि चाहिँ कहिल्यै गलत कामहरू गर्नु भएन उहाँहरूले है आफ्नो जनतालाई राम्रोसँग राख्ने हैन हरेक कामहरू गर्नुमा चाहिँ यसको विस्तृत जानकारी चाहिँ हामी केही दिन गराउने छौं हजुर 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 अब अहिले त नमिल्ला हामी संस्थाको थ्रोबाट नै विशेष त अहिले भन्छौं है हामी संस्थाको थ्रोबाटै धेरै कुराको जानकारीहरू हामीले बटुलिसकेको छौं है जो चाहिँ हाम्रो इतिहासमा छ 371 एफ मा छ या त तपाईको जुन 1973 मा जुन यो एग्रीमेन्ट भएको थियो यो एग्रीमेन्ट द्वारा नै हाम्रो 371 एफ बनिएको छ यो चाहिँ मूल जरा हो हाम्रो हैन हजुर 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 होइन हामीले मुख्यमन्त्रीलाई त हामीले चिठी पनि पठाइसकेको छौं 15 दिन अगाडि नै हामीले चिठी पठाएको हौं र अब सबै समक्ष हामी पनि एउटा सोशल वर्कर है हामीले काम गर्दै आएको यो सिक्किमे प्रतिको योगदान हो हाम्रो हैन र सबै समक्ष हामी सायदै पुग्न सक्दैनौं होला र हामीले यो मौखिकै हामीले निमन्त्रणा गर्दै छौं सबैलाई हामी स्वागत पनि गर्न चाहन्छौं यसमा छलफल भन्नाले यो छलफल गर्ने यो होइन वास्तविक हाम्रो यो 371 एफ के हो र यो त्रिपक्षीय सम्झौता के हो यसलाई मनाउनु किन पर्ने 371 एफ कसरी बनियो यसको जरा के हो भन्दा यही हो 8 मे 1973 मा जब सम्झौता भएको थियो अघि मैले भने है तीनवटा सिक्किमको पोलिटिकल पार्टी छोगेल र इन्डिया गभर्नमेन्ट बीच सम्झौता भयो त्यो सम्झौतामा के छ त्यो भित्र इत्यादि कुराहरूको हामी जानकारी गराउने छौं यसमा त्यही कुरा अघि भने स्रोत वक्ताहरू धेरै हुनुहुन्छ र संस्थाको थ्रोबाट हामी विशेष जानकारी चाहिँ सिक्किमिज मूल निवासी सुरक्षा संघको तर्फबाट नै हामी यो सबैमा जानकारी गराउने छौं